ल बुवा यहाँ यो मन्दिर यहाँ आइयो हामी हामी चाहिँ यो वहाँ गोर्खा पालुन्टार सिउँडेनीबाट आएको म रोका हो भरत रोका छेत्री आफ्नो कुल यहाँनिर पूजाहरू गर्दो रहेछ यो खोज्दै सोध्दै आज यहाँ आइपुग्यो तपाईँले यस बारेमा केही अलिकति जानकारी दिनुहोस् त मलाई ओहो बाबु उहाँबाट आउनुभयो हजुर हजुर धनबहादुर रोकाका 7 भाइ छोरा हजुर 7 भाइ छोराबाट यो मन्दिर हस्तान्तरण जग्गा दिनुभयो हजुर यो जग्गा हामी सबै भाइहरूले पैसा उठाएर लगानी गरेर बनाइयो हजुर अब भनेपछि उहाँहरू अब भाउजू यो जग्गा दिने जाता भाउजू अहिले माइली पर्नुहुन्छ म उहाँको देउर पर्छु भाइमा हामी 10 दिने भाइ हो अरू त अब पूजा भनेको यतिखेर हजुरलाई त्यहाँ ढोका खोलेर देखाइदिँदा हामी सुत्केर परियो छ त्यसो भएका हुनाले अब मन्दिर यही हो जग्गा दिने जाता अहिले यो हाम्रो यो माइली भाउजू हो हजुर हजुर 9 वर्षमा पूजा भयो कुल्यौताको मन्दिर कुल्यौताको पारी छ निशान राख्ने घर हो कतिलाई ल्याउने ठाउँ हो त्यहाँ बाटा मन्दिर छ यही हो बाबु अनि अब यहाँनिर रोकाहरूको घर बस्ती कति छ तपाईको लगभग यहाँ 80-85 घर यही होला नि हजुर अरू अब 700-800 घर जति अब सबै हेर्दाखेरि हाम्रो दाजुभाइ छन् 700-800 हजुर ओहो है सबै हेरेर बाबु हजुर 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 ल धन्यवाद तपाईँले यो राम्रो परिचय दिनुभयो हामी पनि अब मौका मिलेर अब खबर पाइयो कुन बेला अब पूजा गर्ने त्यो समय मिल्यो भने हामी पनि अब यहाँ आउने के अरे कोसिस गर्छौँ है त्यो चाहिँ अब अनुकूल मिलेर अब खबर पाइयो भने यहाँ आउँछौँ अवश्य पनि भनेर भन्न चाहन्छु तपाईँलाई अब यहाँ देखियो कसरी आउनु पर्दो रहेछ ठाउँ पनि पत्ता लाग्यो अनि तपाईँहरूलाई चिना परिचित भयो अनि अब यहाँ आउन सजिलो हुन्छ नआउने कुरै भएन त्यो कुरै भएन अब आइन्छ अनि तपाईँहरूसँग यहाँनिर सङ्गममा यहाँ हामी कुलदेवता पूजा गरिन्छ धन्यवाद धन्यवाद हजुर तपाईँले 2 शब्द भनिदिनु भएकोमा धन्यवाद